ल केटाहरू हामी चाहिँ लबिङ मल जाँदैछौँ। यो चाहिँ हाम्रो साथीहरू छ, म चाहिँ यहाँ छु फेरि। हो एउटा फोटो खिचाउनु र फेरि बिर्सेर एउटा फोटो खिचौँ न राखेर बुढेसकालमा एउटा पुगेर अघि डुङ्गा चरा जस्तो भयो होला यो पिक्चरमा। ल हामी लबिङ मल आयो। लबिङ हो केटाहरू। आफ्नो त यसरी खिच्नु पर्यो यार। भाग्यो भाग्यो हुँदैन तेरो स्न्याप न स्न्याप यहाँबाट पछि स्क्रिनसट हानेर पर्छ। के छ हराउँला यार। केटाहरू हराउँला है फेरि हराउँला हो नि यार। छैन यार छैन। मलाई पर्ने गाडी यही हो। लबिङ मल जस्तो छैन। मलाई पनि गाडी हो यार। मलाई पर्छ अरे। जाउँ जाउँ अगाडि। कहाँ गयो साथीहरू? ल यही हो कान्छा मलाई पर्ने गाडी चाहिँ। कान्छालाई पनि देखाइदियो हो कान्छा यही हो गाडी फेरि हान्दै हान्दै हाँको राम्रो छ। राम्रो छ फोटो खिच्नु त्यो भिडियो नबनाउनु क्या त्यहाँ फोटो पर्छ नि फोटो क्या फोटो क्या भिडियो बनाइदिनु है। अगाडि हो यता
शब्द भनु तिमीलाई के मलाई आउँदैन गफ लाउनु तिमीलाई के मलाई थाहा छैन कति कुरा सिकाइदेऊ न तिमी रिसाई बसेको देखि पागल भइसके मलाई आउँदैन फकाउन तिमीलाई मलाई आउन जादु टोना मलाई आउँछन् केवल साधारण शब्द र माया गर्छु भन्न तिमीलाई नै सधैँभरि पुर्खाममा तिमी शीतल छाया यो बर्खा ओर्ली आउँदा तिमी मेरो छाता यो वर्णनै गर्न नसकिने मायालाई कसरी बुझाउनु यति बुझिदिनु मेरो लागि तिमी र तिम्रो लागि म छु म त जान्दिन फकाउँछन् कसरी न त आउँछ करुण चित्र तिमी जति रिसाए नि माया छ सदैव मुटुभित्र तिमीलाई नै सधैँभरि मलाई थाहा छ हाम्रो मात्र तिमी सँगै बाँचेर सँगै मर्छु यो बाजा मेरो पक्का तिमीलाई नै पाउँदैन खुट्टा किन्नु पर्ने है होइन पर्खेर बसेछु नि म सुन्नलाई तिम्रो त्यो बोली सुन मेरा यी भावनाहरू किन लाग्छ यो माया नै मेरो सारा माया तिमीलाई नै छ तिम्रो मुस्कानमा हराइसके खुसी छु तिम्रो साथ पाएर छोड्नु भयो हात भुलिदेऊलाई संसार तिमी नै भए तिमी मुस्कुराउँदा मन मेरो तालिनु कसरी व्यक्त गरौँ तिमीलाई माया छ भनी
हाँसिदिनु है मेरो छेउमा आउँदै बसिरहने छु सधैँ तिम्रो प्रतीक्षामा तिमी हाँसिदिनु है मेरो छेउमा आउँदै बसिरहने छु सधैँ तिम्रो प्रतीक्षामा तिम्रै लागि माया छ